हेलो गाइज, नेपाल सरकारले राष्ट्रिय परिचय पत्र डाउनलोड सम्बन्धी एउटा नयाँ अपडेट लिएको छ र जुन अपडेटमा अब तपाईहरुले चाहिँ ओटीपी कोड अनिवार्य राख्नु पर्ने छ है त। तपाईहरुले राष्ट्रिय परिचय पत्र बनाउँदा जुन मोबाइल नम्बर दिनुभएको थियो त्यो मोबाइल नम्बरमा 6 डिजिटको ओटीपी कोड आउने गर्छ र त्यो ओटीपी कोड नराखेसम्म तपाईहरुले चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नु हुँदैन है त। र यसभन्दा अगाडि साथीहरु तपाईहरुले चाहिँ राष्ट्रिय परिचय पत्र डाउनलोड गर्दा कुनै पनि ओटीपी राख्नु पर्ने थिएन। तपाईहरुले चाहिँ डाइरेक्ट डाउनलोड गर्न सक्नुहुन्थ्यो र तपाईहरुले पासवर्ड राखेर ओपन गर्न सक्नुहुन्थ्यो है त। र कसरी डाउनलोड गर्न सकिन्छ सबै कुराको भिडियो मैले यसभन्दा अगाडि अपलोड गरिसकेको छु। त्यो भिडियो हेरेर तपाईहरु चाहिँ राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नुहुनेछ। र रिसेन्टली साथीहरु नयाँ अपडेट आएको छ कि नेपाल सरकारले राष्ट्रिय परिचय पत्र डाउनलोड गर्दा अब ओटीपी कोड चाहिँ अनिवार्य बनाएको छ है त। र यसभन्दा अगाडि तपाईहरु चाहिँ कुनै पनि ओटीपी कोड राख्नु पर्ने थिएन र यसले गर्दा के भयो भन्दा साथीहरु धेरै जना व्यक्तिहरुको डाटाहरु चाहिँ मिसयुज हुने सम्भावना देखियो र तपाईहरुको राष्ट्रिय परिचय पत्र जो कोहीले पनि डाउनलोड गर्न सक्ने भयो र मेरो राष्ट्रिय परिचय पत्र पनि जो कोहीले डाउनलोड गर्न सक्ने भयो र डाउनलोड गरेर धेरै जना व्यक्तिहरुको डाटाहरु चाहिँ मिसयुज हुने सम्भावना देखियो। त्यसैले गर्दा नेपाल सरकारले यो कुरालाई मध्यनजर राखेर राष्ट्रिय परिचय पत्र डाउनलोड गर्दा अब ओटीपी कोड अनिवार्य बनाएको छ र ओटीपी कोड चाहिँ तपाईहरुले जुन मोबाइल नम्बर दिनुभएको थियो राष्ट्रिय परिचय पत्र बनाउँदा त्यही मोबाइल नम्बरमा ओटीपी कोड आउने हो है त। र त्यो ओटीपी कोड राखेपछि मात्र तपाईहरु चाहिँ राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नुहुनेछ। अब धेरै जना व्यक्तिहरुलाई चाहिँ प्रब्लम आउन सक्छ। अब धेरैजना व्यक्तिहरुले चाहिँ त्यो मोबाइल नम्बर हराउनु भएको हुन सक्छ अथवा त्यो मोबाइल नम्बर फेर्नु भएको हुन सक्छ। त्यसैले गर्दा अब तपाईहरुले चाहिँ त्यो ओटीपी कोड नराखेसम्म तपाईहरुले चाहिँ राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नु हुँदैन। र यदि तपाईहरुसँग मोबाइल नम्बर छ तपाईहरुले चाहिँ राष्ट्रिय परिचय पत्र बनाउँदा जुन मोबाइल नम्बर दिनुभएको थियो त्यही मोबाइल नम्बर तपाईहरुसँग छ भने अब तपाईहरुले चाहिँ ढुक्कले आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नुहुनेछ है त। र पक्कै पनि तपाईहरुले सम्पूर्ण कुराहरु अवश्य पनि बुझ्नु भयो होला। अब तपाईहरुले चाहिँ राष्ट्रिय परिचय पत्र डाउनलोड गर्दा ओटीपी कोड राख्नु पर्ने कुरा मैले तपाईहरुलाई चाहिँ बताइसकेको छु। र तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला। र यस्तै खालको नयाँ नयाँ भिडियोहरु सबभन्दा पहिले हेर्नको लागि तपाईहरुले यस च्यानललाई सब्स्क्राइब गरेर छेउमा आएको बेल बटन अलमा टर्नु भन्दै आजको भिडियोबाट बिराउन चाहन्छु। हस्त धन्यवाद।